जग्गा विवादको समस्याले गर्दाखेरि चाहिँ 200 मिटर जतिमा चाहिँ नाली बनाउनलाई पहिलेदेखि नै विवाद हो यो। अब हामीले नगरपालिका पटक पटक मेयर साहबसँग अनि स्थानीय निकायसँग पनि स्थानीयहरूलाई लगेर पनि पटक पटक हामी मिटिङ बसेका छौँ, साइडमै पनि गएका छौँ। तर त्यो जग्गाको अब यो विवादले गर्दाखेरि चाहिँ केही ढिलाइ हुन भनेको त्यो जग्गा विवाद सडकले मिलाउँछ कि नगरले मिलाउँछ? त्यो सडकले मिलाउने भन्दा पनि अब त्यो अब हामी त एभाइलेबल जग्गामा अथवा हाम्रा साइड क्लियर भएकोमा बाटो बनाउनु यदि एभाइलेबल छैन भने नेपाल राज्यले चाहिँ त्यसलाई चाहिँ अब क्षतिपूर्ति दिएर हुन्छ कि आफ्नो नेपाल सरकारको नाममा लिएर अधिग्रहण गरेर भने बाटो बनाउनु पर्ने हुन्छ। तपाईँले त्यो ठाउँको विषय त 200 मिटरमा समस्या छ भनिहाल्नु। अहिले तपाईँको राजमार्ग चौडादेखि गोलपारसम्मको जुन सबवे छ त्यो सबवे अलपत्र परेको त वर्षौँ भयो नि। किन? सडकको कारण कि ठेकेदारको कारण, कसको कारण? राजमार्ग चौरादेखि गोलपारसम्मको सेक्सन चाहिँ हाम्रो यो पहिला युवा कन्स्ट्रक्सनले काम गरेको थियो। गत वर्ष मात्रै हामीले पटक पटक ताकेता गर्दा पनि उक्त निर्माण व्यवसायबाट काम नगएपछि उक्त ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरेपछि बाबुल दर्शन मालिका निर्माण व्यवसायले चाहिँ उसको जिम्मा लिएको छ, जसको हालसम्मको चाहिँ भौतिक प्रगति 55% छ। चौरादेखि ढुल्की चोकसम्मको चाहिँ सर्भिस लेनको काम पनि सम्पन्न भएको छ। सर्भिस लेन चाहिँ कालोपत्र नै सम्पन्न भएको छ। अनि हामीले हस्पिटल अगाडिपट्टिको दायाँ र बायाँतर्फ दुवैतर्फको रिजिट पेमेन्टको काम पनि भर्खर हामीले सम्पन्न गरेका छौँ। केही फिनिसिङको कामहरू बाँकी रह्यो होला। अनि हाम्रो चाहिँ अब ट्राफिक चोकमा लक्ष्मीनगर गेटसम्म चाहिँ बेस फिनिसिङको काम भएको छ। अब 3-4 दिनमा हाम्रो टाइम हुन्छ, तर असार मसान्तसम्ममा चाहिँ यो काम सम्पन्न नै हुने अवस्थामा छ। त्यसमा चाहिँ केही फिनिसिङको आइटमहरू छ, त्यसलाई चाहिँ अब समय लाग्दैन। खासमा स्ट्रक्चरल आइटमहरू जुन नाला अनि स्ट्रक्चरल बनाउन समय लाग्ने काम चाहिँ सकिसकेको छ। जुन बेस र पेभमेन्टको काम अलिकति कालोपत्रेको काम बाँकी रहेको छ। अहिले चाहिँ अब यो कालोपत्रेको विषयमा चाहिँ अब निर्माण व्यवसायले पनि पटक पटक हाम्रो पत्र लेखेका छन्। एउटा दुईवटा विषयमा छ पत्र। विशेष गरी एउटा चाहिँ मेटेरियल अभाव भएर काम गर्न सकिरहेको छैन। स्थानीय तहसँग तपाईँहरूले पटक पटक सिफारिस लेखिदिनु भयो, तर स्थानीय तहबाट चाहिँ मेटेरियल पाउन सकिनँ भनेर उहाँहरूले हामीलाई उतै पत्र लेखेर क्लेम पनि चार्ज गर्नुभएको छ। मेरो मेसिनहरू आइडियल बसे, इक्विपमेन्टहरू आइडियल बसे भन्ने कुराहरू पनि आएको छ निर्माण व्यवसायबाट। अनि निर्माण व्यवसायले काम गर्न नखोज्नु भएको होइन। हिजोको दिनमा आजको दिनमा पनि त्यहाँ लक्ष्मीनगर गेटमा वरिपरि जानुभयो भने बेस रोलिङ गरेर पाउनुहुन्छ। इक्विपमेन्टहरू पनि साइडमै मोबिलाइज छ त्यो भएको हुनाले। अनि त्यसपछि हिजो राति पनि हामीले त्यहाँ अलिअलि कामहरू बाँकी रहेको कामहरू गराउनुहोस् भनेर पटक पटक चाहिँ उहाँहरूलाई निर्देशन गरेका छौँ, साइटमा गएका छौँ, पत्र काटेका छौँ होइन। अनि हामीले पटक पटक ताकेता चाहिँ गरेका छौँ। अब आशा गरौँ समयमै असार मसान्तसम्म चाहिँ हाम्रो त्यो काम सम्पन्न हुन्छ। सडक डिभिजन